नमस्ते साथीहरू, आज चाहिँ मलाई कसैले आएको छ, एकदमै स्पेशल कसैले आएको छ। यहाँ झोलाभरि आएको छ, झोलाभरि। अनि मैले बाँडेर नि भ्याइसकेँ, झोलाभरि आएको थियो हो। हजुरलाई नि सेयर गर्न मन लाग्यो के। यति स्पेसल आँपको गाडा आएको छ मलाई, हेर्नु यति ठुलो ठुलो, हेर्नु न। अनि फलफुलभरिमा एकदमै राम्रो हो नि त यो है। अब यसलाई चाहिँ पकाउनुपर्छ अनि मजाले खानुपर्छ। पहिलोचोटि खानेहरूलाई चाहिँ अलिक कस्तो कस्तो लाग्छ, तर खाँदै गएपछि एकदमै मिठो हुन्छ यो फल। ठ्याक्कै घिउ जस्तै हुन्छ कि, नुहाउने घिउ जस्तो बास्ना आउँछ पाकेपछि। अनि यति ठुलो ठुलो गेडा पठाइदिएको क्या, म 2-3टा बाँडिसकेँ, मैले बाँडिसकेँ। अनि हजुरहरू सामु नि सेयर गर्न मन लाग्यो। अनि सबैजना आउनु है, अब गाडा खानुपर्छ, म पकाउँछु घाममा बसेर मजाले यसरी काटेर खानुपर्छ भनेर। अनि अनि स्पेसल त एकदमै धेरै धेरै धन्यवाद मेरो प्यारो प्यारो साथीलाई। नाम चाहिँ नभनिदिनु भन्नुभएको छ। अनि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो मित्रलाई। एकदमै मिल्ने साथी हो, किनभने एकदमै दोष हो मेरो, दोष जन्मेदेखि बच्चैदेखिको। अनि थ्याङ्क यू सो मच सबैजनाले मेरो भिडियो हेरिदिनु भयो साथीहरू। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच, बाई बाई सबैजनालाई।